नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्र कुबेर खापुङ यति बेला निशानामा पर्नु भएको छ। एउटा प्रहरीको गोप्य रिपोर्ट बीबीसीले सार्वजनिक गरिदिएको छ। यो रिपोर्ट छताछुल्ल भइसकेपछि तहल्का मचिएको छ। नेपाल प्रहरी भित्र पनि तहल्का छ, राजनीतिक वृत्तमा पनि तहल्का छ। जब तत्कालीन प्रहरी प्रमुख खापुङ, जसलाई पिटर वान भनेर सम्बोधन गरिन्थ्यो, त्यो पिटर वानको तर्फबाट उहाँले आफ्नो अधिकारको प्रयोग गर्दै आदेशहरू गरेको रिपोर्ट प्रहरीको गोप्य प्रतिवेदन सार्वजनिक भएको छ। यो प्रहरीले सार्वजनिक गरेको होइन, यो बीबीसी वर्ल्ड सर्भिसले सार्वजनिक गरेको छ। दर्शकबिन, यसले सार्वजनिक गरेको विवरण अनुसार निकै रहस्यमय छ। दर्शकबिन, भाद्र 23 गतेको दिन प्रदर्शन भइरहेको बेलामा जो जेनजी आन्दोलनको प्रदर्शन भइरहेको थियो, त्यो आन्दोलनमाथि अकस्मात गोली चल्यो भन्ने त भइरहेछ। प्रदर्शनलाई नियन्त्रण गर्नको निम्ति गोली चल्यो। अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गर्नु भएको छ, संसद भवनमै आक्रमण गर्न आएपछि प्रहरीले गोली चलाउनु परेको हो। यो केपी ओलीजीको दाबी छ। भाद्र 23 गतेकै दिन केपी ओलीजीले मन्त्री परिषदको बैठक बसेर त्यो विवरण सार्वजनिक गर्दै गर्दा यस्तो अभिव्यक्ति सार्वजनिक गर्नु भएको थियो। कतैबाट पनि यस्तो अभिव्यक्तिले मान्यता पाउन सक्दैन, सहमति बन्न सक्दैन। संसद भवन भन्दा महँगो, महत्वपूर्ण, विशेष मूल्यवान युवाहरूको ज्यान हो, यसमा कुनै शंकै छैन। संसद भवनलाई बचाउने प्रहरीको कर्तव्य हो, युवाहरूलाई गोली हान्ने प्रहरीको कर्तव्य हुन सक्दैन। यही कुराको वकालत तत्कालीन प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएका केपी ओलीजीले दाबी गरिराख्नु भएको छ। यस्तो वकालत गर्न उहाँलाई लज्जाबोध हुनुपर्ने हो। संसद भवनमाथि आक्रमण हुन थालेपछि संसद भवन बचाउनको निम्ति गोली चलाइएको हो। किन बचेन त संसद भवन बच्नु पर्ने हो नि त। गोली चलाइयो, 19 जनालाई तत्कालै ढालियो सडकमा, तैपनि दोस्रो दिन संसद भवन जल्यो। पहिलो दिन गोली चल्यो, दोस्रो दिन संसद भवन जल्यो, किन बचाउन सकिएन त? यसको जवाब केपी ओलीजीले के दिनु भएको छ छानबिन आयोगलाई थाहा छैन, तर जवाब पक्कै पनि महत्वपूर्ण आउनु पर्छ उहाँको तर्फबाट जवाब। अहिले जो सार्वजनिक अभिव्यक्तिका रूपमा केपी ओलीजीका जवाफहरू आइरहेका छन्, ती जवाफहरू हास्यास्पद छन्, कतै पनि मेल खाने जवाब छैनन्। दर्शकबिन, मैले त्यो दिन भाद्र 23 गतेको दिनको घटनालाई आज विशेष रूपमा चर्चा गर्ने प्रयास गरेको छु। भाद्र 23 गते दिउँसो 12:40 प्रहरी लग अनुसार कल साइन पिटर वान तत्कालीन आइजिपी चन्द्र कुबेर खापुङले आदेश दिए। खापुङजीले आदेश दिनु भएको कुरो प्रहरी प्रतिवेदनमै रेकर्डेड छ। त्यो रेकर्डेड भएको प्रहरी प्रतिवेदन बीबीसी वर्ल्ड सर्भिसले सार्वजनिक गरेको छ। खापुङले के भन्नुहुन्छ त्यो बेला? कर्फ्यू लागू भइसकेको छ, अनुमति लिन थप आवश्यक छैन, आवश्यक बल प्रयोग गर्नु। यो चन्द्र कुबेर खापुङजीको यो पिटर वानको हैसियतबाट उहाँले निर्देशन दिनुभयो कल साइन मार्फत। यसपछि गोली चल्यो। गोलीबाट एकजना श्रीयम अधिकारी भन्ने स्कुले पोसाकका 17 वर्षीय बालक ढले। त्यहीँनिर स्कुले पोसाक